हेलो एन्ड नमस्ते साथीहरू, तपाईहरुलाई स्वागत छ हाम्रो दोस्रो भिडियोमा। यहाँभन्दा चाहिँ अगाडि मैले अलि भिडियो चाहिँ बनाएको थिएँ, तर भिडियो अपलोड गर्न चाहिँ अलि टाइम लागेको थियो। आज चाहिँ एउटा मै भएर हो, अनि पानी ल्याउन जान्छ। अनि मौसम चाहिँ अलि कम्कै जाडो हुने जस्तो भइरहेछ। त्यही भएर अलि मोटो मोटो ज्याकेट लगाएर आएको छु हैन। अनि भिडियोमा साथमा हेरिराख्नु होला। भिडियो चाहिँ बनिराख्ने छ यस्तै खालको, अलिअलि धेरै इन्ट्रेस्टिङ खालको त हुने छैन, ठिकै हुनेछ, अलि राम्रै खालको, अलि आफ्नै। फाइनल्ली हामी चाहिँ जङ्गलको बाटो हुँदै आएका छौँ। यहाँबाट चाहिँ जान चाहिँ अब त्यही 3-4 किलोमिटर भनौँ, त्यति नै होला। अब पानी ल्याउन पनि हामी चाहिँ 2-3 जना आएका छौँ, किनभने जङ्गलको बाटो छ होइन। यतातिर अब बाघ भालु पनि आएको छ भन्छन्। अब त्यसैले एक्लै काम त त्यही 3 जनाको थिएन, तर एक्लै डर लाग्छ भन्छ कि यिनीहरूले, त्यही भएर पनि म साथमा आएँ। हामी चाहिँ ब्रिज बाटोमा पुगिसक्यौँ, पानीको मुहान पुग्न। हामी चाहिँ 1-1.5 घन्टा हिँडिसक्यौँ। 1-1.5 घन्टा चाहिँ अझै लाग्छ पानीको मुहान पुग्नुको लागि। अब पानी त्यति टाढा पानी लिनको जानुको कारण चाहिँ अब गाई भैँसीको लागि, मान्छेहरूको लागि अलिक अभाव नै भएको छ। त्यही भएर अब पानी लिनु पनि जानुपर्छ। गाउँघरतिर यताउति अलि पानी पनि काहीँ आउँदैन, आए पनि अलि धेरै टाढा नै रहेको छ। त्यसैले यो पाइपमा पानी आउँछ, अलि त्यो पाइपको पानी गयो भने अलि घर नजिकै आउँछ पानी। त्यही भएर अलि टाढै लिन आउने पाइप चाहिँ यही हो। लोकल भाषामा चाहिँ थान हुन्छ। यो चाहिँ हाम्रो गाउँठाउँतिरको अलि ठुलै, अलि चर्चितै भनौँ, अलि ठुलै थान हो। हाम्रो लोकल भाषामा चाहिँ थान हुन्छ। तपाईँतिर के भन्छ त्यो कमेन्ट गर्नु होला। थान चाहिँ अगाडि चाहिँ यो चाहिँ गेट हो, अगाडि भिडियोमा देखिने गर्नेछ थान। गाइस हामी चाहिँ यो थानमा आइसकेका छौँ। अब थानको कुरा गरौँ भने चाहिँ अब यो थान चाहिँ एकदमै चर्चित थान हो है, किनभने टाढाका मान्छेहरू पनि यहाँ आएर पूजा गर्ने गर्छन् होइन, यहाँ आएर पूजा गर्ने गर्छन्। एन्ड थान चाहिँ भित्र चाहिँ अहिले चाहिँ अलि यस्तै छ, अलि जङ्गली जनावरले चाहिँ अलि बिगारेका रहेछन्। भित्र जाँदा चाहिँ यहाँको यो थानमा काम लाग्ने साधनहरू धेरै छ। पहिला चाहिँ यो बनाएको थिएन, भित्रबाट आएर चाहिँ यहाँ चाहिँ धामी झाँक्रीहरू गर्ने गरेका छन्, पत्रुने गरेका छन्। अनि पहिला चाहिँ यो मान्छेहरूले बस्ने केही पनि गरेको छैन। अनि यो सबै दाउराहरू चाहिँ मान्छेहरूले ल्याउँदै यहाँ राखेको होइन। यो चाहिँ अब देउता पुज्छन् यहाँ वर्षको एकपल्ट, अनि दाउराहरू चाहिँ त्यति बेलै खतम हुन्छ। अनि यहाँ कुखुराका चल्लाहरू, बाख्राका पाठाहरू चाहिँ धेरै आउने गर्छन्। मान्छेहरू पनि यो पुरै यो एरियाभरि प्याक हुन्छ होइन। माथि चाहिँ एउटा छ, त्यहाँ पनि उता तल पनि रहेको छ। अब भिडियो चाहिँ यहाँबाट हामी चाहिँ अहिले पानी ल्याउन ल्याउन पानी ल्याउन जाँदै गरेको छ, किनभने पानीको अलि अभाव परेको छ। उता पानीको मुहानमा पनि केही भयो होला, अब त्यही भएर पानी आएको छैन। हामी चाहिँ त्यही भएर जान लागेको छौँ। भिडियोमा बन्दै राख्नु होला है त। फाइनल्ली गाइस हामी चाहिँ पानी अब बनाएर, यो पानी बनाएर होइन, यो पानी बनाएर होइन, हामी अब चाहिँ आगो बाँधेर तापिरहेको छौँ। यो आगो यस्तो तापिरहेको छौँ होइन। अब तानेर आगो तापेर पनि अब गइसक्यो पानी होइन। पानी अब यस्तो बनाउँछौँ। अघि गुजा लागेको थियो यसमा, चाहिँ उसको यसको यस्तो पात झरेर यहाँ अड्किरहेको थियो, लागिरहेको थियो। अनि तल त्यो बनायौँ। अनि यहाँ भित्रको बालु माथि त्यहाँ छ होइन, बालु सालो फाल्यौँ होइन। अब हिँड्छौँ हामी, भाइहरू हिँडिसके। फाइनली गाइस हामी चाहिँ पानी बनाएर पानीको मुहानभन्दा अलि धेरै अगाडि आइसकेका छौँ। अघि चाहिँ पानी सानो आउँछ, अहिले चाहिँ यति ठुलो आएको छ, हेर्न सक्नुहुन्छ। अनि भिडियोको अन्त्य पनि यहीँ होला जस्तो छ। मैले बनाउनु चाहिँ उता अगाडिबाट बनाएको, अब जहाँबाट बनाएको त्यहीँ अन्त्य गर्ने भनेको। अब मोबाइलमा चार्जर पनि छैन, बारिस पनि हुन पुरा जाडो पनि भइसक्यो, भोक पनि लागिसक्यो। त्यही भएर भिडियोको अन्त्य चाहिँ यही हुनुहुन्छ। अब भिडियो हेर्दै यहाँसम्म आइसक्नु भएको छ भने
भिडियोलाई लाइक गर्नु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला, अनि भिडियोहरू कस्तो छ कमेन्ट गर्नु होला है त। अन्त अरू चाहिँ अब यो भिडियो राम्रो होला नहोला अब त्यति खासै राम्रो छैन होला। अब यस्तै योभन्दा पनि राम्रो भिडियोहरू चाहिँ म चाहिँ यो च्यानलमा अपलोड गरिराख्ने छु। च्यानललाई सब्सक्राइब गरिहाल्नु होला यस्तो भिडियो हेर्नको लागि होइन। हस् त, धन्यवाद।